एकदम यहाँ मारामारी भनेको चाहिँ सिलिन्डरको छ है। र हाम्रो कोर भाइ पनि छ यहाँ साथमा र कोर भाइले के भन्छन् त्यसको विषयमा अब छ्यास सुनौँ ल अलिकति। बेङ्गलोर आइएको आज कमसेकम 15 दिन भयो र 15 दिनमा हामीहरूले कति थोक झेल्दैछौँ यहाँ भने अहिले आइपुग्ने बित्तिकै यहाँ सिलिन्डर खाली भएर बिजोग भएको छ। तर अहिले फिलहाल रुममा अरू एउटा सिलिन्डर एकजना दाइले भराएर राख्नुले गर्दाखेरि त्यो सिलिन्डरमा हामीले खाना जबरजस्ती बनाएर खाँदैछौँ। उनको एक्स्ट्रा खाना पाक्छ एउटै रुममा एउटै कोठामा। तर उनको पनि त प्रब्लमले उनले सोच्नु भएको होला कि भोलि सिलिन्डर यदि भेटाइएन भने हामीहरूले के गर्नु, मैले के गर्नु भनेर पनि त सोच्नु भएको होला। उहाँ पनि त कमाउनु भनेर यत्रो टाढा आउनुभएको होइन। तर अब उपाय छैन, सिलिन्डर पाइएको छैन। बेङ्गलोरको पनि धेरै तनाव छ, धेरै परेसानी छ। बेङ्गलोर आउनु चाहनुहुन्छ भने कसैको लैलैमा चाहिँ नआउने बेङ्गलोर, किनभने धेरै प्रब्लम हुन्छ। बेङ्गलोर आउनुभन्दा पहिले 10 चोटि सोच्नु, आफ्नो परिवारको अनुहार हेर्नु, आफ्नो परिवारको बारेमा सोच्नु अनि मात्र बेङ्गलोर आउनु, नत्र भने धेरै परेसानी तपाईँहरूले झेल्नुपर्छ होला। त्यही भन्न चाहन्छु। हाम्रो केशव दाइको ब्लग्समा जय हिन्द जय गोर्खा।